चाहिँ अब यता डगीलाई आज कुकुर तिहारको दिन हामी डगीलाई पूजा नगरे पनि बिस्कुट खुवाउन चाहिँ जाँदैछौँ। भतिजले फेरि दुइटै बिस्कुट यहीँ झार्दै फेरि अब ल गर ल गर मैले उता नि झार्दै बिस्कुट ल ल ल आऊ ल आऊ त्यो तिमी पनि त्यो ल छे छे आइज 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 ल ल उ त्यो नि झरेको नि त्यो दिन्न त उ त्यो झरेको नि दिन्न टिप्नै सकेन क्या यो किन डरायो चाहिँ देऊ हातले देऊ बाबु देऊ बाबुको हातबाट नि दिन लाउनु त छोरा देऊ ल्याऊ कुतेलाई देऊ देऊ फ्याँकी गर देऊ हातले देऊ देऊ हातले देऊ बाबु देऊ न ऊ त्यहाँ नि थियो कि बिचरा त्यो आँखा फुटेको राखिदिनु त बिचरा हिजै पछि लगाएर आएको थिएँ म ऊ हेर्न त्यो त कस्तो डराएको त्यो त ऊ आयो त्यो बिचरा ऊ त्यसलाई त कुकुरमा पनि हेलाइ हुन्छ है बाबु ए अर्को नै आयो यताबाट ऊ त्यसलाई दिनु नि त बिचरा ऊ त्यसलाई बिचरा यार हेर त्यसलाई दिनु त एक प्याकेट हातमा नदे त्यसरी टोकिदिन्छ हात अहिले तिमीले किन नखाएको खुवाउनु पर्दैन थियो त यो चाहिँ बहुत माया लाग्दछ कि बिचरा त्यो नहुन सक्ने धनी र गरिब भन्ने त्यो गरिब बिचरा पिछेकी कुकुर हेर्नु हेर्नु न डुब्लाएर शरीर पनि स्याप्पो भन्छ बिचरा कुन चाहिँ फाइदा ऊ त्यो अर्को नै ऊ त्यो कमजोर रहेछ क्या त्यो डराउने कुकुर तिहारमा बिस्कुट खुवाइयो पूजा नगरे पनि हामीले खानु पर्दैछ होइन हुन्न भन्छु पापा जाऊ यता लिएर छिटो छिटो यता लिएर यता लिएर बल्यो छिटो बल्यो न बल्यो भतिज छिटो छिटो लियो बल्यो अङ्कल बल्यो Yes, come on, Batiz, come on. Bollo, uncle, bollo. Come on, Batiz. Hey, uncle, thagi seke. Yao, chita, ye tao dio na. Yao, uncle, chita. Uncle, chita. यसरी एउटा यो सर्ट खिचिदिनु ठ्याक्कै यता अब लक्ष्मी पूजाको एकदम सुरु हुँदैछ गाइज होइन तपाईँहरूको के हुँदैछ चलपल सनसेट हेर्नुहोस् यस्तो बवाल देखिरहेछ होइन ठ्याक्क भोलि यहाँनिर घरमा देउसी भैली खेल्न आउँदैछ ठाउँ यहाँ
छ ल सटर चाहिएमा कन्ट्याक्ट पनि गर्नु होला ठ्याक्क खाली छ तेरा टिटिटमा बस्ने तिमी टिटिटमा बस्ने हो ल मोजा पनि के लगाएको छ भतिले यस्तो फेरि यो एउटा मोजा छ एउटा छैन खुट्टामा पनि पापा हेर त्यहाँ हेर कहाँ यता हेर न अङ्कललाई हेर न ठ्याक्कै यहाँ बसेर के गर्दैछौ हेर्दैछौ भतिलाई खेलाउँदैछौ टिटिट गर्छौ टिटिट टिटिट पुरासँग चाहिँ खेल्न मजा आउँछ गाइस एकदम यतिको उमेर हुँदाखेरि चाहिँ बच्चाहरूसँग खेल्दा एकदम छुट्टै मजा आउँछ बाहिरको अब लगभग सबै सक्यो मैले चप्पल लाएर जस्तो लाग्यो त माथिबाट खै त चप्पल भाउ चप्पल लाउनु भयो हो ए लाउँछ मैले कालो चप्पल लाएर जाँदा guys मेरो रुम my bed है मेरो रुम र मेरो बेड छोरा मान्छेको सुताइ त्यस्तै हुन्छ ब्याङ्ग खाली है रुमसुम चायामा कभर गर्नुलाई यता सबै आलुहरू मात्र खाली छ किन रोयो भतिज किन रोयो तलतिर जाँदैछौ तिमीलाई एउटा हातले बोक्नलाई चाहिँ मैले नसक्ने भएछ कि अब अर्को 5-6 महिना चाहिँ म तिमीलाई एउटा हातले होइन अब पुरै एउटा बोरा बोकेर ल्याएर आउँछु बोरा झोला बोकेर आउँछु म है हुन्छ हुन्छ कि हुन्न भरेमा बोकेर हिँड्नु पनि डरै लाग्छ तिमीलाई त लड्छु जस्तो लाग्छ तिमीलाई दुखेको छ कि छैन यसरी बोक्दा जाने कि मामु पापा सुन्नु कति अर्को ठाउँमा पो रहेछ यहाँ मेरो पैसा निकालिसक्यो तिमीले आज त्यसरी गऱ्यो भने त मलाई तिमीले अर्को म 6 महिनामा अङ्कलको पुरै 6 लाख निकालिदिन्छु तिमीले है होइन त होइन त के चाहियो तिमीलाई के चाहियो नेपाली लक्ष्मीलाई पनि फेरि एकदम विदेशी डलरमा मनपर्छ अरे ठ्याक्कै हेर्नुहोस् विदेशी डलर छ तिमीलाई छोडेको तिमीले त्यो सब भद्र गोल गर्छौ के हो बलिएको रहेछ नानी आमा
आमा थ्याङ्क यू हाँसो चाहिँ कति मिठो छ थ्याङ्क यू यता परे टाउको यता हो कि तपाईँले कहाँ छिराउनु भयो भने ल के हेर न यहाँ खिचिरहेछ अङ्कलले एकदम तयारी भइसकेको छ भरपूर होइन हेर्नुहोस् सजावट लक्ष्मी एकदम प्रतीक्षा हुनुहुन्छ मलाई कति बेला